छैन रे कता गएको ऊ चाहिँ फेरि ट्रेनमा चढ्छु भनेर टोय ट्रेनमा जान्छु भनेको उसको कहिलेदेखिको सपना है छोरी यता फर्किनुहोस् त टोय ट्रेनमा चढ्नु मन परिरहेको छ हाँस न हौ मेरो बुढा आज भयो भने चाहिँ उसलाई चाहिँ ट्रेनको सफर पनि गराइदिउँ भनेको अब हेरौँ के कसो हुन्छ है छोरी अनि के खान्छौ अरे पिज्जा बर्गर पनि खान्छौ पिज्जा बर्गर खाने भयो हिँड न टिकट काट्नु औ सरी टिकट काटेको ए टिकट अब जाने होइन टोय ट्रेनमा जाने हो आउजु खै तिम्रो टिकट चलो होइन छोरीको चाहिँ इच्छा थियो अहिले घरि चाहिँ हामीले ट्रेनको टिकट काटेर ट्रेनको टिकट देखाइदेऊ न काटे ए अन्त चाहिँ अब चाहिँ छोरीको इच्छा थियो ट्रेनमा जाने आज छोरीको इच्छा पुरा हुने भयो आइसक्रिम माग न अन्त माग न अन्त सानो मान्छेले चाहिँ सानो आइसक्रिम खाएको अरे छोरीको डिमान्ड पनि के हो यो वाला खाऊ भन्दा फेरि होइन अरे तातो तातै खाऊ मलाई पनि खानु मन परेको थियो होइन अरे उसलाई चाहिँ यो वाला पपकर्न मन पर्यो अरे यो खाएको भए 60 त्यो चाहिँ 70 रहेछ इ त बहिनी पैसा म चाहिँ यो वाला खाने मसला गरिदिनुहोस् न ल बहिनी यहाँ चाहिँ हामी बसेर ट्रेनको वेटिङ गरिरहेको छौँ अन्त चाहिँ मैले चाहिँ यो स्विट कर्न खाँदैछु छोरीले चाहिँ पपकर्न खाँदैछ छोरी र पापाले यहाँनिर चाहिँ हामी बसिरहँदा फेरि चाहिँ यहाँनिर हाम्रो अति प्रिया दिदी हाम्रो है उहाँलाई भेट्यो अनि नानीले दङ्गाएर चाहिँ यहाँनिर यो मेरो बहिनी 9986 दार्जिलिङमा भने जस्तो गर्मी छ अहिले घरि मैले आइस टी खाँदैछु है न छोरी Running within Darjeeling to home and back will be running at platform number 3 in South White. सीट नम्बर 18 मा हिँड त हेर न 18 कहाँ छ 18 कहाँ छ हेर त यहाँ बस 18 सीट नम्बर 18 लिएर पछाडिपट्टि ट्रेनमा चढ्यो छोडी यता हेर त नानु कति धेरै खुसी ट्रेनमा चढ्नु पाएर हेलो बाई बाई हामी चाहिँ गएको भन न ट्रेनमा चढेको है
छोरीको पनि फर्स्ट टाइम है टोय ट्रेनमा चढेको, मम्माको पनि फर्स्ट टाइम। घरि चाहिँ ट्रेन यहाँ बतासे लुपमा रोकिरहेको छ। अन्त चाहिँ एकैछिन 15 मिनट चाहिँ घुमघाम गर्नु अरे हो। त्यो भएको कारणले गर्दा म र नानी चाहिँ एकछिन रिफ्रेस हावा खाँदैछौँ यहाँनिर। एकैछिन बाबा। अनि दुईजना आमा छोरी मात्रै आएको है। उसले चाहिँ टोय ट्रेनमा यहाँनिर दार्जिलिङको ट्रेनमा चढ्छु भनेर चाहिँ कति भएको थियो है। हामी चाहिँ दार्जिलिङमा बसेर पनि उसले त के म पनि जिन्दगीमा फर्स्ट टाइम टोय ट्रेनमा चढेको हो। हामी चाहिँ आफ्नो ट्रेन छ र पनि है, टोय ट्रेन छ र पनि हामी अहिलेसम्म चढेको छैनौँ। अनि मैले चाहिँ आज नानीसँगै चढ्दा चाहिँ मैले पनि चढ्नु मौका पाएँ। हिँड यता 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 चढ, बिस्तारै 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 बिस्तारै। एकछिन ल बाबा। यता सिट दामी दामी फुल रहेछ हौ। भन के हो यो त? आर्टिफिसियल जस्तो छ त अन्त, तर यो चाहिँ नेचुरल हो। लु जाऊ दिदी भएकोमा खेल्छौ भने। ऊ चाहिँ हामी चाहिँ घुम आइपुगिसक्यौँ। अन्त यहाँ चाहिँ 30 मिनटको ब्रेक गरे यहाँ म्युजियमभित्रनिर एकछिन यहाँनिर घुमघाम गर्नुको लागि। हामी भने चाहिँ यहाँनिर के गर्नु अब, कहाँ जानु के गर्नु है। अन्त यहाँनिर चाहिँ खेलेको ऊपर सानो घर रहेछ। हिँड त ऊपर हो, सानोबडे घर देख्यौ? सानोबडे घर रहेछ। जाउँ ल हामी त्यहाँ घरमा जाउँ ल। नानी चाहिँ घरको कस्तो मजाले आर्ट्स गरेको रहेछ। अहिले घरि चाहिँ हामी यहाँनिर छौँ। नानी चाहिँ यहाँ हेर्नुहोस् न, सानोबाट बहिनी पाएछ कि खेल्दैछ। लड्छ दुईजना। यता आऊ हात पक्र। वक स्लोली हो के बेबी? स्लोली बिस्तारै हिँड है छोरी। लड्छ, हात पक्र न। के भएछ रे? बिस्तारै त हिँड। हामी चाहिँ यताकै मान्छे भएर पनि हाल्छौँ। म्युजियम भित्र न टोय ट्रेन चढेको थियौँ न म्युजियमभित्र पसेको थियौँ है। हाम्रो यस्तो नजारा रहेछ है। लु हेर्नुहोस् है, उसले चाहिँ साथी पाए, मेडलिनले चाहिँ साथी पायो।
अहिले चाहिँ हामी यहाँनिर म्युजियमभित्र छौँ। के गरेको त हौ दुईजनाले? साथी पाएछ, साथीसँग खेल्छु। बाबा त्यस्तो गर्नु हुँदैन, मार्छ नि। के गरेको? यता हेर त छोरी, हाई गर न, हाई हाई। हेर्नुहोस् न, मेरो नानीले चाहिँ यहाँ साथी पाएछ कि, अनि ऊ दुईजना खेल्दैछ, मजा गर्दैछ हो। के गरेको? ऐना हेरेको? खै हेर हेर, त्यो ऐना दुईजना हेर। हाई हाई हाई। कति बाहिरकोहरूले मात्रै आएर आफ्नो दार्जिलिङको यसो है टुरिस्टहरू जस्तो भएर घुम्ने, अन्त हामी पनि लोकल टुरिस्ट हो, हामी पनि दार्जिलिङको मजाले मजा लिएर न। खुवाउनु बाबा। मैले चाहिँ नानीको लागि यो किनिदिएको थिएँ, अमिलो न अमिलो रहेछ र यो चाहिँ त्यहाँ किनेर चाहिँ अर्को डोनट्स, त्यसको बदली चाहिँ डोनट्स मागिदिएको। लौ नानी चक्लेट डोनट्स खाऊ। आज कति मेरो छोरीले चाहिँ डोनट्स खाएर जुङ्गा लगाइरहेको छ है। हाँसिदेऊ त जुङ्गा बाजे। बाजे अब चाहिँ झरेको पनि है। लु आया हो चाहिँ अहिले घरि यहाँनिर रेस्टुरेन्ट आएको छौँ, हाम्रो बनिरा नानाको रेस्टुरेन्टमा। म चाहिँ खोलेको छ भनेर चाहिँ सुनेको, तर पस्नु चाहिँ पसेको थिइनँ। आज चाहिँ आएको हामी खाना खानुको लागि। यहाँनिर बाबा र छोरी बसिरहेको छ, मजाको रहेछ हौ है। यहाँनिर गयो भने चाहिँ तपाईँको माथिल्लो ताला मजाको खालको रहेछ नि, क्याबिन 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 हो। यहाँबाट ओह्रालो हेर्दा यस्तो अब 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 होस् छोरी, हिँड न हिँड न। कस्तो क्युट, कस्तो मजाको डिजाइन गरेर राखेको नि, मजाले क्या। कपाल डेटको लागि पर्फेक्ट हुने रहेछ यहाँनिर। के परेको के मजाको छिटिक छिटिक। वाइप्स